ओके, एकदमै स्किन टल्किने यस्तो साइन खालको फिनिसिङ मनपर्छ तर मेकअप पनि गर्न मन लाग्दैन भने चाहिँ अब हजुरहरूको लागि एकदमै बेस्ट प्रडक्ट मैले भन्न गइरहेको छु। एकदमै सस्तो प्राइसमा हेर्न सक्नुहुन्छ। विदाउट फाउन्डेसन ग्लोइङवाला लुक आज मसँग गरौँ है। यो चाहिँ मैले टिन्ट लगाएको, एकदमै राम्रो, एकदमै रिजनेबल एन्ड यस्तो राम्रो स्किन ग्लो दिन्छ है। अब विन्टरमा चाहिँ हाम्रो स्किन त ड्राई हुन्छ नि त, सो एकदमै यस्तो ग्लोइङ लुक मनपर्छ भने चाहिँ हजुरहरूले यो ट्राई अफकोर्स गर्नु होला। यस्तो कभरेज चाहिँ गर्दैन, तर अब किन सेट हुँदै गइसकेपछि यस्तो राम्रो यसको ग्लो आउँछ कि, जुन चाहिँ मलाई एकदमै मनपर्छ। यो ग्लो बट या नट कभरेज, किनकि कोठी अब सनस्क्रिनले चाहिँ फेस कभरेज हुन्छ भनेर आश पनि नगरौँ है। यस्तो अलिक फ्लपी ब्रस लिने है, अनि एकदमै सेफली धेरै अब कति मेकअपको तरिका पनि नदेखियोस्, अनि एकदमै ब्राउन कलरले हल्का यता पनि एकदमै सफ्ट ब्लस लगाउँछु। अब यस्तो चिप्लो भयो केही पनि खुल्दैन। मैले जब यस्तो ब्राउन आँखा बनाएर होइन यसरी मस्कारा लगाएर चाहिँ मेरो आँखा एकदमै त्यो क्राइङ आइज जस्तो देख्छ कि। अनि हजुरको स्किन ड्राई छ भने ट्राई गर्नुहोस्, एकदमै सस्तो प्राइसमा। सो हजुरहरूलाई चाहिन्छ भने मलाई अर्डर पनि गर्न सक्नुहुन्छ। यो भनेको चाहिँ डट एन्ड कीको स्किन टिन्ट रहेको छ। अब स्किन टिन्ट भनेको चाहिँ यसमा हल्का मात्रामा फाउन्डेसन मिक्स हुन्छ, सो हजुरहरूको कभरेज चाहिँ दिँदैन, बट यसको फिनिसिङ चाहिँ एकदमै धेरै साइनी यस्तो आउँछ है। मलाई चाहिँ एकदमै राम्रो लाग्छ। हजुरलाई पनि यस्तो साइनी लुक्स मनपर्छ भने चाहिँ यो अर्डर गर्न सक्नुहुन्छ। मसँग पनि छ यो। अनि एकदमै के अरे अब विन्टर पनि आइसक्यो है। मलाई विदाउट हाइलाइटिङ धेरै लेयर अप नगरिकन चाहनुहुन्छ राइट, एकदमै इजी लुक, हजुरहरूको टाइम पनि सेफ, केही पनि लगाउनु पर्दैन, अनि त्यति धेरै कभरेज चाहिँ दिँदैन, बट एकपल्ट चाहिँ म ट्राई गर्नु भन्छु हजुरहरूलाई। यो प्रडक्ट एकदमै सस्तो, एकदमै राम्रो, एकदमै साइनी। अब जाडोमा चाहिँ यस्तो हजुरहरूलाई यस्तो टल्केको जस्तो स्किन मनपर्छ भने चाहिँ ट्राई गर्नु होला, एकदमै राम्रो।